हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। म मन्जु जिमी राई। आज चाहिँ हामी एउटा सानो इन्गेजमेन्ट पार्टीमा जानु लागिरहेछौँ। अनि इन्गेजमेन्ट चाहिँ स्मृति लिम्बूको हुँदैछ। हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। मन पर्यो भने लाइक, कमेन्ट र सेयर, सब्सक्राइब पनि गरिदिनु होला भन्दै हाम्रो भिडियो कस्तो हुन्छ प्लिज हेरिदिनु होला। बिजनेस कि मेन पावर भन्नुभयो? मेन पावर भन्नुभयो है। नजिक नजिक आइपुग्यो। हामी चाहिँ आइ पनि सक्यौँ यहाँ पार्टी हुने ठाउँमा हाल्यो। ल फोटो खिच्यो त, भिडियो खिच्यो क्लिक हान्दा नि हुन्छ त्यसो फोटो भाइ भिडियो खिचिरहेको नि। आन्टीले के भन्नुभयो? खिच्दा हुन्छ अरे। खिच्ने अगाडि जान्छ, अगाडि हाम्रो चाहिँ यहाँनिर है स्मृतिका कुरो मिलेन। छोरी आई भन मेरो ब्लगमा। छोरा यस्तो नखाऊ न। तपाईँले अन गर्नुभएको थिएन हो क्यामेरा? मन्जित काका यो मन्जित काका सु उता फर्केको थिएन भिडियो बनाउँदा। मन्जित आज राम्री देखिरहेछ स्मृति, झन् राम्री। कता धेरै राम्रो।
सन्दीप दाई ज्वाइँहरूको आगमन भइरहेछ हुन्छ हुन्छ दियो चलाउँछ ल दियो ल भिडियो खिच्छ तिमी बाल्छौ तिमीले बाल ल तिमी कन्ने केटीले बालिदियो न छोरा न स्मारिकाले चाहिँ दियो बाल्दैछ अब ज्वाइँहरू आइसक्नु भएको छ ठ्याक्कै रेडी गरिसकेको रहेछ नि त स्टार्टिङदेखि यही हो होला नि ल है कसैले त मेरो छोरा के गर्यो के गर्छ शुभ ल ज्वाइँ यहाँ ज्वाइँ यहाँ छोरी भएर कन्फर्म भएर हामी त्यहाँ आएको यसमा अन्य केही छ यता केटाको तर्फबाट मैले उत्तर दिने भएँ जवाब दिने भएँ यति भन्दै अब तपाईँहरूको अब सबै चिज जान्नै छौँ हामी यसलाई सहज गर्ने अरू छिटो गर्न पाए हुन्थ्यो भन्ने चाहिँ हामीलाई लागेको छ तपाईँहरू सबै मैले यति कुरा राखेँ धन्यवाद राम्रो परम्परा पनि बिर्साउनु भएन यो चाहिँ छोरीको ठुलो सम्मान हो क्या बुवाप्रति आमाप्रतिको सम्मान हो किनकि संस्कार पनि बस्ने अनि आफू पनि खुसी हुने यो चाहिँ साह्रै शील स्वभावको छोरी रहेछ नभए त मान्छे त सुत्तै जान्छ नि मरे कि नखोज भन्छ नि बुवाले संस्कार सिकाउनु भनेर बुवा आमाको हामी चाहिँ बुझ्छौँ यत्तिको चाहिँ हुनु पऱ्यो त्यसले गर्दाखेरि हाम्रो छोरो पनि अब कमको त होइन तपाईँलाई थाहै होला हजारौँजना कम्पिटिसन भिडेर होइन भिडेर अब छातीमा पनि पुगेर होइन रनिङमा पनि जितेर कन्याले लाग्छ हामी पनि खुसी हो त्यही त राम्रो राम्रो छ हो हामीले बुहारी राम्रो पाएको तपाईँहरू पनि खुसी नै होला जय होइन राम्रोले यो राम्रो पाउनु अधिकार चाहिँ छ नि योग्यले योग्य पाउनु अधिकार राख्छ होइन अब सबै ठिकठाक छ भने यसलाई स्वीकार हो भने अब यसलाई गरेर अनि हामी यो बैना बट्टाको कार्यक्रम हामी यसलाई स्वीकार धन्यवाद अब यो घरकोमा बैना बट्टाको लागि चाहिँ उहाँले ज्ञान भक्ति पैसा बाँधेर आगोदेखि मेरो भएको भनेर चाहिँ अब आज यत्रो मान्छेको बिचमा चाहिँ बाचा गर्नु मृत्युले अलग नगरेसम्म हामी अलग हुने छैनौँ यो रेला होइन नि विवाह भनेको विवाहको दाग जीवनभरि रहन्छ धर्मको दाग रहन्छ अनि यो पार्टीको दाग रहन्छ सबैभन्दा दाग धुधान नजाने हो विवाह चाहिँ
आजदेखि अब तपाईँले पनि कसैले एप्लिकेसन हाल्यो भने नि म चाट पठाइदियो अमेरिकनले हाने पनि हुन्छ नि छ अझै छ भनेर नि पैसा भन्नु पर्यो ल यो कुरो छ। अब त्यसपछि यो नयाँ परम्परा फेरि यो हेर्नुहोस् न फेरि यो पनि हामीले जिएनजीले मान्नु पर्यो जिएनजीको ल होइन यसरी हुँदैन खुट्टा तल राख्नु पर्यो नि नयाँ सिस्टम पनि चिन्नु पर्यो। यत्रो माझ हामीले जुन देख्यौँ बुझ्यौँ अब बाँकी रितहरू बाँकी दिनहरूमा हामी छलफलमै रहनेछौँ होइन। अहिलेलाई चाहिँ अब यहाँ अरू के छ तालो के छ त्यो अब अगाडि बढाउँ होइन र मैले मात्रै यो देखाउ कि के हो खुसी नै फोटो चाहिँ एकदम अनि स्न्याप पठाउनु ल अब अर्को किन हौ फोकसै गर्नु छ दिदी अलिकति अलि हाँस्नु पर्यो ला त्यो त यस्तो टिङ्रिङ आयो यो लगाइदिनु छेताउको क्यामेरा चाहिँ भएन घुँडा टेकौँ फेरि तनाव दिन्छ हो देब्रेमै दाहिने हुन्छ केटाहरू होइन एउटा साइडको हुन्छ यता दाहिने क्यामेराम्यानले एकदम राम्रो पोज खिच्नु होला। अहिले एकछिन टिका लाग्दैन होला एकछिन पछि एक एकजनाले एक एकवटा ल सुरु खुच्यो त्यो मुन भाल त्यो मुन राख त्यो छेक्यो क्या लेटर लु यो गर्दै गर्नु न म मगाउँछु खै हौ ताली खै पर्केन त हौ स्वर गयो जस्तो छु खै ताली पर्काउनु भयो के चाहिँ म जत्रै पुग्न लाजो ठुलो छ मेरो ल भयो अब यसो ठिक छ अब हामी टिका लगाएको छौँ त्यही अब चाहिँ हामी टिका लाउँदैछौँ यहाँ हुनुहुन्छ दुलहीको मम्मी यहाँ हुनुहुन्छ दुलहीको आन्टी यहाँ हुनुहुन्छ सबैजना दुलहीकै दुलाको पनि अनि मन्जित त्यहाँ हेर्नु त आम्मा त्यहाँ मन्जित हिल्याङ रेडी हो अलि यसरी चाहिँ फर्काउनु पर्ला हौ बत्ती
यता अगाडि ल्याउन मिल्छ ए यो भएको हो क्या यसको अनुहार चाहिँ फेरि कालो आयो नि त हो खासमा यहाँबाट गोरो देखिने भएको यसो गर्ने हो त्यो यसरी बोल्ने बेला हो सामसाङ सेसेज हो लाइट म्यान निकाल्न मिल्दैन नानीबाटै सुरु गर्नु तपाईँ होइन तपाईँको छोरीबाट हो किनभने छोरीको हो नि त लाइट मेन पो चाहियो त यसो गराउँदा मुटु राम्रो हो होइन त्यता अर्को छ राम्रो आशिष सन्तान धेरै धेरै होस् यहाँ कम भएको छ नि त सन्तान हो अनि लिम्बू राम्रो सकेको छैन अनि कम भएर होटल घटेकै छ होइन हाम्रो दिदी त सन्तानको धेरै गर्नु लाग्नु आँटेको होइन नि सन्तान भन्ने कुरा त सबैको हो नि त तपाईँको पनि हो हाम्रो पनि हो लिम्बूहरूको हो क्या त समग्र बस यस्तो भयो यो चाहिँ खान मिल्ने हो कि होइन माथि सरी त्यतै गर्छ फोटो भाइलाई त पर्दैन तिमीले राख्दैन यस्तो
चाहिँ एक्सिडेन्ट हुँदैन त्यही भुइँसरी होला Eso dice algo. लुवाई होइन हौ कतिवटालाई चाहिँ दाइहरूलाई गर्नु पर्यो लिम्बूहरूले त फोरै उठाउनु पर्दो रहेछ नि त त्यो गर्दा गर्दा ढाड दुख्छ हौ धेरै अग्लोलाई त ढाड पो दुख्छ त धन्न हाम्रो पर्दैन चिनाउने चाहिँ हो खाली यो मेरो काका हो काकी हो तुम्बा भन्ने मलाई त यसरी हामी त यसै गर्ने होइन को पर्नुहुन्छ ओ आन्टी हो को पर्नुहुन्छ चिनाउने तपाईँले अब उता केटाकोमा चाहिँ पछि केटाले चिनाउँछ बाटो घाटोमा भेट्दा बिना साइन नबोल्नु साइन दिएर मात्रै बोल्ने हो अब त्यतिकै चिनाउँदै जाने उठे त बुढीले मार्छ है भन्ने बुढी पाएपछि त मिलन दाइलाई त्यतिकै भाइहरूलाई त अब सानो मान्छेले हेपे हामीलाई त हेपे साली हो नि त है भरे फेल एक घन्टा बस्नुपर्ने अझै नसरी न डिस्टर्ब हेर्नु पर्यो एउटा त सुयोगको होला
स्मेरीको नि कम छैन नि त म नखाने खाना नखाऊ नखाऊ किन खानु पर्यो स्मेरीका म त कामे हो थर 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 भन्नुमा आज हाम्रो इन्गेजमेन्ट प्रोग्राम पनि सिद्धिएको छ नवजोडीलाई नववैवाहिक जीवनको धेरै धेरै शुभकामना छ धेरै प्रगति गर्दै जानु सधैँ भगवानले रक्षा गरून् भन्दै आजको भिडियोबाट हामी बिदा हुन चाहन्छौँ बाई बाई फेरि अर्को भिडियोमा भेटौँला